ल हामी चाहिँ अब आज बसन्तपुर दरबार स्क्वायर चाहिँ घुम्न जाँदैछौँ। यो चाहिँ ब्लग जस्तै हो। हाम्रो ड्राइभर चाहिँ यहाँ हुनुहुन्छ। तपाईँलाई के सुझाव दिन चाहन्छु भन्दाखेरि बाइक चलाउँदाखेरि चाहिँ सेफ्टी चाहिँ फर्स्ट हुनुपर्छ। त्यही भएर यहाँले हेलमेट लगाउनु भयो। म चाहिँ यता छु है, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ। यी हामीसँग भान्जी पनि आज हामी कतिजना भएर जाँदैछौँ भान्जीलाई? पोखरी घुम्नु 4जना। एकजना भाइ टक्क लगाएर यही बाइकमा, यो बाइकमा चाहिँ हाम्रो भान्जी र जय साहब जानुहुन्छ। अनि अर्को बाइकमा चाहिँ म र भाइ चाहिँ जान्छौँ अर्को बाइकमा चाहिँ। ल जय साहब, आजको दिन राम्रो होस् भनेर भनिदिनुहोस्। ल आजको दिन राम्रो होस् आजको दिन राम्रो होस् भन्ने आशा गरेको छु। ल बाई बाई, फेरि भेटौँ। ल बाई बाई। गयो त भन्दाखेरि हामी पनि बाइकमा जाने नै प्लान थियो होइन। मसँग चाहिँ यी नभएको कारणले गर्दाखेरि, लाइसेन्स नभएको कारणले गर्दाखेरि चाहिँ ट्राफिकको डरले चाहिँ हामी स्टेसनतिर जाँदैछौँ। हेर्दै जानु होला है त हाम्रो ब्लग। यहाँदेखि चाहिँ हामी जानुपर्ने हुन्छ। हाम्रो भाइ चाहिँ यहाँ पैसा झिक्न गएको चाहिँ आइसक्यो है। हामी चाहिँ यसमै जानुपर्ने हुन्छ, यसमा जानुपर्ने हुन्छ हामी। चाहिँ यहाँदेखि अब रत्न पार्क। ल हामी चाहिँ झरिसक्यौँ। अब जाँदैछौँ हामी बसन्तपुर दरबार स्क्वायरमा। देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू। आसाम बजारनिर आएपछि यहाँ चाहिँ कपडाहरू तपाईँहरूले खोजेको कपडाहरू जस्तो भयो जस्तो भने त्यस्तै पाए। कुचु माया लगाएर आयो भने तिमी भ्लगमा आइ। जय साहब है, जय साहबलाई भेटौँ भनेर हाम्रो भ्लगमा हालिदिइहालौँ भनेर आज हामी बस्नु आएको। हाल्यो भने पिडिया हुन्छ। बस्नु ल। होइन हामी चाहिँ आइपुग्यौँ है त। हामी गल्लीमै छौँ भनौँ, आइपुग्यौँ। टक्क देख्न सक्नुहुन्छ परदेश निषेध भने हात त हिसाबले निश्चित हो कि यता त मिल्छ। यो मुनि पनि बढ्नु न सवारी भनेर। ए सवारी साटिन्छ है। ल यो चाहिँ बाहिरको भ्यू हो। तपाईँले भित्रको चाहिँ म्युजियमतिरको चाहिँ खिचाउनु मिल्दैन है। अरूतिरको चाहिँ म तपाईँहरूलाई देखाउँदै जान्छु, हेर्दै जानु होला टक्क है त। त्यसपछि कान्छी आउला, कान्छी आउलाले यो ठाउँले नै भात खाने। कान्छी आउला ठाउँले आयो। बसन्तपुर दरबार यसको बाहिरबाट देख्ने भ्यू है। मानेदेखि त्यो सिउँडा यसो जोगाउने नि होइन। टक्क मेरो भान्जीको मैले फोटो खिचाइसकेँ है। फोटो चाहिँ खिचाइयो। अब चाहिँ हामी भित्र जाने तर्फमा हो। भित्र गएर चाहिँ के हुन्छ हेर्नु है। यहाँ चाहिँ फोटो एकदम राम्रो आउँछ। यसको बारेमा मैले पहिला हजुरलाई भिडियोमा पनि भनेको छु। मैले मेरो इन्स्टाग्राम एकाउन्टमा
यता सानो भिडियो बनाएर क्लिप्स बनाएर हालेको छु। त्यति बेला भिडियो बनाउनु पाएको थिएन। त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। मैले थोरै इन्फर्मेसनहरू चाहिँ सेयर गरेको थिएँ र अहिले चाहिँ ठ्याक्कै हामी यहीँनिर छौँ। फोटो खिचिसक्यो। अब चाहिँ हामी भित्र जाँदैछौँ। हामी चाहिँ यहाँ हाम्रो भाइ भएर हामी चाहिँ अब मिलेर चाहिँ जाँदैछौँ है भित्र। यहाँनिर चाहिँ हाम्रो इन्ट्रान्स पोइन्ट हो है। भित्र गएर चाहिँ हामीले यहाँ ऐतिहासिक पुरातात्विक चिजहरूको चाहिँ हामीले इन्फर्मेसनहरू कलेक्ट गर्न जानकारी थाहा पाउन चाहिँ हामी सक्छौँ। यो चाहिँ बाहिर इन्ट्रान्स गेटनिरको चाहिँ दृश्य हनुमान ढोका हनुमान दरबार हेर्छ अड्डा भन्ने चाहिँ यहाँबाट चाहिँ हामीले टिकट दिनुपर्ने हुन्छ। हजुर मजाले सुत्छु वाउ भन्ने पहिला पनि आउनु त। यो चाहिँ भित्रको हो है। कस्तो राम्रो फुलले सजेको छ। हामी जानु चाहिँ त्यहाँ हो कि माथि त्यहाँ जाने हो कि यहाँ जाने हो? वी आर इन्टरिङ भनेपछि आज नौतले दरबार है त। यो चाहिँ 1 फ्लोर हो। बत्ती बाल्दै हिँड्यो है। सेकेन्ड फ्लोरमा आइसक्यौँ हामी। महाराज धीराज पृथ्वीनारायण शाहको अगाडि 9th फ्लोरदेखिको भ्यू यो। मोबाइल खस्दैहरूले हामी त्यहाँदेखि चाहिँ यहाँ माथि आएको है त। देख्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी नौतले दरबारभित्र छिरिसक्यौँ। अब हामी म्युजियमभित्र छिर्नु बाँकी छ। टक्क हेर्दै जानुहोस् है त। तर पनि नजिकै रहेछ भन्ने कुरा चाहिँ यहाँबाट प्रुफ भयो। देख्नुहुन्छ ल ल ल यहाँ चाहिँ मलाई लाग्छ यो कसरी बनेको वुडन कम्पोनेन्ट्स एसेम्बल स्टोर हुन्छ। मलाई लाग्छ यो नौतल दरबार बनाउँदाखेरि चाहिँ यसमा के युज भएको थियो कसरी चाहिँ युज भएको थियो भन्ने कुरा लेख्या होला सायद। हेर्नुपर्छ अलि लास्टमा पढ्नु पर्ला पछि। देख्न सक्नुहुन्छ है। आउनु भएको छैन भने एकचोटि आउनु होला। हामी नौतले दरबार भित्रै छौँ। हामी एक्जिट पोइन्टतिर छौँ। अब हामी म्युजियमतिर जाँदैछौँ। लेट्स गो। सायद यहाँको एभ्री सिङ्गल चिजहरू चाहिँ एकदम ऐतिहासिक इतिहाससँग चाहिँ रिलेटेड छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो यसको यो डिजाइनहरू। मैले अझ नौतल दरबारभित्रको चाहिँ देखाएन। त्यहाँ चाहिँ धेरै यस्तो काठका स्ट्रक्चरहरू छन्। यो चाहिँ यसरी नै यो मैले बनाए हो जस्तो हो कि के हो यो? हामी चाहिँ नौतले दरबारबाट चाहिँ झरेर यहाँ आइपुग्यौँ। अब हामी यहाँबाट भित्र छिर्दैछौँ।
तपाईँ यहाँदेखि चाहिँ यो चाहिँ राजाको पालामा चाहिँ उ भएको है, राजालाई के अरे वीर विक्रम शाहलाई बमप्रहार गरी चाहिँ क्षति भएको ल्यान्ड रोभर जिप हो यो। ड्यामेज चाहिँ कहाँ भएर चाहिँ यसको भन्ने अस्ति नै देखा त हेर्दै हेरे अस्ति नै यहाँबाट रहेछ। राजालाई त्यो आक्रमण गर्दाखेरि भएको हो कि यस्तो, त्यति बेलाको गाडी हो अरे कि यो। हेर्नु न कस्तो छ हेर, डिजाइनै भएको छ यार। यसको भित्रपट्टि के छ है, अब हामी म्युजियम ग्यालेरीभित्र छिर्छौँ। टक्कै यो बसन्तपुर भित्रकै सिनहरू है, स्किनहरू। तपाईँ हामी म्युजियमभित्र छिर्दैछौँ सङ्ग्रहालय जाने भयो। भित्र त पुरै राजाहरूको पाला, वीर विक्रम, पृथ्वीनारायण शाहको बारेमा छ। यहाँ चाहिँ रहेछ यहाँ चाहिँ हुन्छ कि मिल्छ कि उठाहरू नमिल्ने। यो बहुदलको लागि सङ्घर्ष कसरी भएको थियो, बहुदल ल्याउनको लागि भनेर चाहिँ यसमा सायद सबै छ। भिडियोमा तपाईँले पढ्न सक्नुहुन्छ भने चाहिँ पढिदिनु होला, थोरै भयो भने टाइम लिएर, किनभने यस्तो चिजहरू हामीले जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। इङ्ग्लिस नेपालीमा पढ्न जान्ने इङ्ग्लिसमा पनि छ है त यहाँ। भोजपुरमा स्थानीय चुनावको परिवेशन गर्दै फर्स्टमा पञ्चायती व्यवस्थाको सुरुवात चाहिँ कसरी भएको थियो भनेर सायद यसमा चाहिँ त्यसको बारेमा छ। यु क्यान सी हर। अनि यो भिडियोमा पढ्ने पर्छ। चाहिँ पहिला हाम्रो नेपाल यस्तो थियो भन्ने नक्सा हो सायद। यहाँ यस्तो थियो है पहिला, थोरै चेन्ज छ कि आजभोलि। राष्ट्रिय विकास र अन्तर्राष्ट्रिय सम्बन्ध 1995 देखि 1972। अनि यो चाहिँ प्रजातन्त्रको उदय रे, जब चाहिँ राजतन्त्र हटेर चाहिँ जब प्रजातन्त्रको सुरुवात सायद यही हो नि के हो। 2007देखि 2017मा चाहिँ के भएको थियो भनेर चाहिँ यहाँ छ। प्रजातन्त्रको उदय लगायत हाम्रो हिमाल आरोहण, विदेशीको आगमन सुरु भएको भनेर चाहिँ यसमा छ। त्यो चाहिँ प्रजातन्त्रको उदय थियो। अब यहाँ चाहिँ सुरुवात चाहिँ अब कसरी भयो, कहिलेदेखि कुन कुन व्यवस्था कानुनहरू आयो भने चाहिँ यसमा छ सायद। राणा शासन विरुद्धको आन्दोलन, टक्क राणा शासनकालमा राष्ट्रिय विकासको कार्य। जब राणाहरूको शासनकालीन थियो त्यति बेला चाहिँ विकास कार्यहरू कसरी थालनी हुन्थ्यो भनेर चाहिँ यहाँ देखिएको छ सायद, देख्न सक्नुहुन्छ इङ्ग्लिस नेपाली दुवैमा। 104 वर्षको राणा शासन, ऊ चाहिँ विभिन्न शासनकालहरू चाहिँ यसमा छ सायद। कुन कुन समय अवधिमा चाहिँ कुन कुन राजाहरूले चाहिँ शासन गरेको थियो भनेर चाहिँ शासनकाल र तिनीहरू त्यहाँ राजाहरूको नाम चाहिँ यसमा छ सायद। 1846 देखि 1950 को बिचमा भएको यो राणा शासनहरूको शासन व्यवस्था। भिडियोमा भने त्यस्तो कोटपर्वमा देखि राणा शासनको थालनी
मैले यो पढेको पनि थिएँ किताबमा राजा जङ्गबहादुर राणाले चाहिँ कोट पर्व पछाडि चाहिँ राणा शासन थाल्ने गरेका थिए भन्ने पहिला पद्य थियो। अनि यो चाहिँ राणा शासनकालमा परराष्ट्र नीति र प्रशासनिक व्यवस्था हुनेछ। अहिले सुगौली सन्धि भन्ने कतिको सुन्नुभयो? यो फेरि सुगौली सन्धि हुँदाखेरिको हेर्नु है, नेपाल अङ्ग्रेज युद्ध र सुगौली सन्धि। पोथी बैठकको जीर्णोद्धारले त्यसको बारेमा भनिरह यही हो। तपाईँहरूले देखाउनु पर्ने कुरा चाहिँ यति नै हो है। म्युजियमभित्रको देखाउनु पाए पनि यो एक्जिट पोइन्टतिरको चाहिँ राणा शासनहरूको कसरी सुरुवात भएको थियो, कसरी अन्त्य भएको थियो, कोट पर्व यात्रा भ्रमण चाहिँ सकिसक्यो। एक्जिट पोइन्टबाट निस्किसक्यौँ हामी। यु क्यान सी हियर। अब हामी चाहिँ जानुपर्ने हुन्छ है। शिवयात्रा भनेर कसलाई भन्नु खोज्नुभयो जय साहबले? हाम्रो भिडियो चाहिँ अब अन्त्य हुँदैछ। यति हो हाम्रो आजको। हजुर ल ल यहाँ चाहिँ कस्तो राम्रो चिजहरू पाइरहेको छ कि है मान्छे लिएर जाऊँ न। के होला है नि यहाँ चाहिँ के अरे उहरू यहाँ चाहिँ कुकुर रहेछ। मेरो मान्छे टपहरूलाई तिमीले लगाउनु तिमीले लगाउनु टप होइन कि फेरि कसले हो केटीहरूले केटाकेटी सबै लगाउने मिल्ने खालको है को कहाँ गयो तिनीहरू? यस्तो त कति छ कति यहाँ थियो। हेलो सन्चै